हेलो गाइजहरू चाहिँ हुनुहुन्छ। म चाहिँ आज एउटा एकदमै मोस्ट इम्पोर्टेन्ट कुरा लिएर आएको छु, विषय लिएर आएको छु। तपाईहरुलाई म देखाउँछु र तपाईहरुले यसलाई यो भिडियोलाई सक्दो शेयर गरेर आफ्नो समूहमा पुर्याउनु। म देखाउँछु, तपाईहरु हेर्नु है। यो चार वेद देख्नुभयो। यो चार वेदले चाहिँ हामीलाई के भनेको छ र यो चार वेदसँग चाहिँ के जोडिएको छ। यो चार वेद चाहिँ कति वर्ष अगाडि लेखिएको थियो। गीता, यो गीता सारले चाहिँ हामीलाई जीवन पद्धति नै जिउने सिकाएको छ भने यो जीवन पद्धति जिउने गीता सारको कहिले व्याख्या गर्छ यो बाहुनहरुले? भर्तहरि। भर्तहरिको भाइ चाहिँ को थिए? विक्रमादित्य। विक्रमादित्यको अहिलेसम्म हामीले नेपालमा विक्रम सम्वत भन्दैछौँ भने इन्डियाले हाम्रो नागरिकको नाम अतिक्रमण गरेर लगेको हो कि हैन? यहाँबाट थाहा हुन्छ कि त्यसले लेख्दैछ कि हामीले लेख्दैछौँ? विक्रमादित्य। ल हेर्नुस्, यो विदुर नीति। विदुर नीतिले नैतिकवान हुनु, सत्यमा अडिग रहनु भनेर सिकाएको छ र विदुरले आफ्नो दरबार त्यागेर एउटा सन्यासी कुटीमा बस्नु भएको थियो र कृष्ण चाहिँ शान्ति वार्ताको लागि आउँदाखेरि, दूत भएर आउँदाखेरि दुर्योधनकोमा 84 व्यञ्जन पाक्दाखेरि पनि पापीको घरमा खानु हुँदैन भनेर यी महेम विदुर त्यतिखेर प्रधानमन्त्री थिए। उहाँ चाहिँ कुटीमा बस्नुहुन्थ्यो योगी भएर, जोगी भएर। त्यहाँ गएर चाहिँ उहाँ बास बस्नु भएको भनेर चाहिँ हामीले पढ्छौँ। धर्मको ज्ञान हामीलाई यति धेरै छ। हामी मूलवासीहरू, हामी किराँतहरू वैदिक भन्ने कुरा त यहाँबाट पुष्टि हुन्छ कि हामी कहिलेदेखि अध्ययन गरिरहेका छौँ। हामी मिडियामा आउँदैनौँ, हामी कराउँदैनौँ, तर बोल्नुपर्ने बाध्य भयो क्या। चाणक्य नीति। चाणक्य भन्ने एउटा ब्राह्मणले चाहिँ के अरे मौर्य डाइनेस्टी बनाउनु भयो, मौर्य चाहिँ राज्य बनाउनु भयो भने हामीले चाहिँ हाम्रो भइरहेको नेपालको संरचना बिगार्न पर्छ कि बनाउनु पर्छ? खै निष्ठा यिनीहरूसँग। अमेरिकाको एमसीसी ल्याएर डलरको अगाडि लम्पसार पर्नेहरू हाम्रो राष्ट्रवादी हुन्? हर्क साम्पाङलाई यिनीहरू कराउने? हर्क साम्पाङकोमा हामी नैतिक गिरेका मान्छेहरू कहिले पनि हामी समूहमा बसेका छैनौँ। जो दुःख गर्छौँ, जो श्रम गर्छौँ, आफ्नो यो बलबुत्तोले आफ्नो नङ्ग्रा ख्याएर भात खानेहरू छ। इमानदार व्यक्ति चाहिँ हर्क साम्पाङ छ। आफ्नो धर्म बेचेर खाने, म ब्राह्मण हुँ भनेर लेख्ने, शहरमा लेख्ने, के लेख्ने, धर्मको खै ज्ञान। यिनीहरूले यस्ता पुस्तकहरू पढ्छन्? यिनीहरू त के लेनिन, यिनीहरू त वहाँ के अरे एङ्गल्स के हो, के विदेशी सिद्धान्त बोकेर आएर अहिले देश यसरी विखण्डन र जातीय दङ्गा फसाद र संसारको घेराबन्दीमा पर्यो। ल हेर्नुहोस्, यो रत्न। यी भनेको रत्नहरू हुन्। यो रत्न धारण कुन गर्दाखेरि के चाहिँ फल दिन्छ भन्ने कुरा हाम्रो वैदिक धर्ममा लेखिएको छ र स्वस्तानीको 5औं अध्यायमा पनि वैदिक धर्म चाहिँ हामीले मान्थ्यौँ भनेर लेखेको छ किराँतहरूले। र यक्षे भनेको को? यक्षे, गन्धर्व, किन्धर्व भनेर लेखिएको छ। शिवजीको सबभन्दा नजिकको इष्ट देवता यक्षहरू भनेको हामी हो। यिनीहरूले भनेर हुन्छ? धर्मले भन्छ कि धर्म मान्दिन भनेर क्रिस्चियन हुनु पर्यो, कि धर्म मान्दिन भनेर मुस्लिम हुनु पर्यो। वैदिक धर्म मान्छ भनेदेखि हामी हो शिवजीको वंश चलाउने मान्छे। ल हेर्नुहोस्, यो शब्दकोश। यो शब्दकोश म पढ्छु, मैले पढेको छु। शब्दकोश म मेरो छोरीलाई पनि पढाउँछु। यो शब्दकोशले चाहिँ हामीलाई कति धेरै ज्ञान छ। यी शब्दकोश यिनीहरू पल्टाएर हेरेको छ? डलर कता छ, एमसीसी कता छ,
अनि कुन चाहिँ अमेरिकामा गएर भाँडा माझ्दैछ, कुन चाहिँ अस्ट्रेलियामा गएर झार काट्दैछ अनि पैसा बटुल्दैछ भन्ने ग्रुप होइन यी घन्टेहरू। यो ल ग्रामर, यो ग्रामरभित्र चाहिँ 36 वर्ण चाहिँ हाम्रो यहाँभित्र छ। अमेरिकाको वर्ण कतिवटा छ? 29वटा। हाम्रो कतिवटा छ? 36वटा। जम्मा हाम्रो कतिवटा छ? 44वटा छ हाम्रो उत्पत्ति वर्ण। इङ्ग्लिस ग्रामर, यो इङ्ग्लिस ग्रामर, यो चूडामणि गौतमले लेखेको। यो इङ्ग्लिस ग्रामरमा हेर्दाखेरि 29वटा व्याख्या भएको छ भने हाम्रो यहाँ कतिवटा छ? जम्मा 44वटा छ। हामीलाई सिकाउने धर्मको बारेमा, हामीलाई सिकाउने नैतिकताको बारेमा, हामीलाई सिकाउने राष्ट्रियताको बारेमा, हामीलाई सिकाउने धर्म संस्कृतिको बारेमा, हामीलाई सिकाउने आफ्नो गौरवको बारेमा, हामीलाई सिकाउने सिमानाको बारेमा, रक्षाको बारेमा, हामीलाई सिकाउने मिलेर बस्ने सामूहिक परिवेशमा जात र धर्मको कुरा हुन्छ। सनातनीहरू सबै एक होइन? सबभन्दा यो विभाजन गर्ने को? यो बाहुनहरू होइन? बाहुनहरू सुद्री। यो भनेको पहिलो भाग हो, दोस्रो भाग फेरि आउँछ।